नमस्कार, स्वागत छ यहाँहरूलाई आजको ट्युटोरियलमा। आज म यहाँहरूलाई म्याड्रिडमा मेट्रो कार्डहरू विभिन्न तरिकाले कसरी रिचार्ज गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराउनेछु। फर्स्ट अफ अल यो चाहिँ जोनहरूको म्याड्रिडभरिको जोनहरू के छ जान्नु होला, जानकारी लिनुहोस् आफूले पनि। र यसरी मेसिनहरू स्टेसनमा राखिएको हुन्छ हैन। अनि आजकल मोडर्न मेसिनहरू पनि राखेको छ डिजिटलवाला, जुन चाहिँ यो बुझिसके पछाडि त्यो पनि सजिलै हुन्छ। र मसँग 4वटा खालको कार्डहरू छन् यहाँ। यसरी यो मसिनमा आज म देखाउने छु र यसरी क्यास गरेर पनि पैसा तिर्न सकिन्छ। यसरी क्वाइन पनि छ अप्सन, कम्बाइन पनि गर्न सकियो र ब्याङ्कबाट पनि यसरी अथवा ब्याङ्क कार्ड अथवा आफ्नो मोबाइल ट्याप गरेर पनि पे गर्न सकियो। फर्स्ट अफ अल मेसिनमा हेरौँ, ल्याङ्ग्वेज यो स्पेनिसमा थियो, मैले इङ्ग्लिस गरेँ। अब यतापट्टि अरू पनि अप्सनहरू छन्, जर्मनीहरू, पोर्चुगिजहरू के होलान्, यहाँहरूलाई जुनमा सजिलो लाग्छ हैन त्यसरी हेर्नुहोस्। र फर्स्ट अफ अल म यो मल्टी कार्डलाई देखाउने छु, एउटा डेमो। म यहाँ रियल रिचार्ज चाहिँ होइन, तर म यहाँहरूलाई स्क्रिनमा प्रोसेस देखाउनु छु। यसरी हाल्ने बित्तिकै 1 VIK, 10 VIK, एयरपोर्ट तो हैन यस्तो अप्सनहरू आउँछन्। जुन चाहिँ अहिले मैले 10 VIK मा गरेँ 7.30 युरो देखाइरहेछ, 730 युरो। यसरी अप्सनहरू हेर्दै जानु होला। यो मल्टी कार्डमा तपाईँहरूले आफूले ट्राभल गर्ने चाहे अनुसारको कतिवटा टिकट किन्नुहुन्छ, कहाँको कुन जोनको भनेर कम्बाइन गर्न सक्नुहुन्छ। यसरी प्राइस देखाउँछ यसमा। यो 10 VIK 10 ट्रिप चाहिँ म्याड्रिड भरिको हो। अरू कम्बिनादो भनेको छ, अरू म्याड्रिड भन्दा अलिकति बाहिरको स्टेसनहरूतिर ट्राभल गर्नलाई हो। अनि अरू अप्सनहरू पनि छन्, जस्तो TFM भनेको छ, त्यो चाहिँ आउट अफ म्याड्रिडबाट फेरि अर्को आउट अफ म्याड्रिडको एरियातिर ट्राभल गर्नलाई हो। यसरी अप्सनहरू हेर्नुहोस्। यसरी तपाईँहरूले आफ्नो चोइसको कहाँ ट्राभल गर्ने त्यो बुझेर गर्नुहोस्। 1 ट्रिप म्याड्रिड भरिको चाहिँ 1.5 युरो छ देखाइरहेछ भने 10 ट्रिपलाई यहाँ 7.3 युरो देखाइरहेछ। यस पछाडि मैले एक्सेप्ट गरेँ, ग्रिन बटन, फेरि सी गरेँ। यसमा रिसिप्ट मलाई चाहिन्छ भने ओके गरेँ। यसरी प्राइस देखाइरहेछ। ब्याङ्क कार्ड भए ब्याङ्क कार्ड, मोबाइल ट्याप गरेर पनि हुन्छ, नभए क्यास अप्सन छान्नुहोस् र क्यासहरू लोड गर्नुहोस्। तपाईँसँग भएको पेपर क्यास नभए क्वाइन चल्छ। यसरी अरू अप्सनमा चाहिँ यहाँ मैले हेरेँ, मेरो साल्दो भनेको चाहिँ यो भित्र ब्यालेन्स कति छ, मेरो टिकटहरू कति छ भनेर। यसमा अहिले नो एक्जिस्टै भनेको छैन। र यसरी तपाईँहरूले आफूलाई चाहेको अप्सनहरू हेर्नुहोस्, बुझ्ने प्रयास गर्नुहोस् हैन। यसरी यो ट्रिपहरू तपाईँले सिङ्गल ट्रिपहरू छान्दाखेरि यसरी अल्फाबेटिकल कहाँ जाने, कुन स्टेसन जाने, अहिले म गोयाको स्टेसनमा रिचार्ज गरिरहेको छु भने अर्को आउने स्टेसन कहाँ जानुहुन्छ त्यहाँको आधारमा यो मेसिनले तपाईँलाई प्राइस देखाउँछ। यसरी सी गरेपछि अनि यसमा फेरि तपाईँले माथि कार्ड राखेर आफ्नो पेमेन्ट गर्नुहुन्छ हैन। अरू अप्सनहरूमा अब तपाईँहरूले अलिकति बुझ्ने प्रयास गर्नुहोस्। यहाँ सबै डिटेलमा राख्न सम्भव नहुने भएकोले तपाईँले मेसिनमा जाँदाखेरि त्योहरू इङ्ग्लिसमा राखेर बुझ्ने प्रयास गर्नुभयो भने आफ्नो जानकारीको लागि सजिलो हुन्छ। यसरी यो स्टेसनहरू यहाँ देखिराख्नु भएको छ। अनि यहाँ अल्फाबेटिकल्ली नम्बरहरू राखे, जस्तो एम्बाखादोरेस भनेर आयो, मैले यहाँ क्लिक गरेँ। अब मेरो स्टेसनबाट त्यहाँसम्म पुग्दाखेरिको 1.7 भनेर यो डिस्प्लेमा आयो। एक्सेप्ट गरेँ। रिसिप्ट चाहिन्छ भन्दाखेरि यस नो तपाईँको हैन। रिसिप्टलाई यस गर्नु होला, किनकि तपाईँहरूले रिसिप्ट राख्नुपर्ने हुन्छ। कतिपय केसमा केही फाल्ताहरू आउँदाखेरि, गडबडी हुँदाखेरि त्यो रिसिप्टले अलिकति काम गर्छ। तपाईँहरूले 1 ट्रिप 2 ट्रिप यसरी कम्बाइन गर्न सक्नुहुन्छ। धेरैवटा ट्रिपहरू पनि लिन सक्नुहुन्छ। धेरैजना ग्रुपमा हुनुहुन्छ भने यो मल्टी कार्ड लिएर एउटै कार्डबाट ट्याप गर्दै तपाईँहरू ट्राभल गर्न सक्नुहुन्छ। तपाईँको फोटोवाला चाहिँ पर्सनल कार्ड भएको हुनाले यो मल्टी कार्डमा तपाईँहरूले अरू आफन्तहरूलाई, फ्यामिलीलाई, अरू कोही बाहिरबाट आउने गेस्टहरूलाई यसरी यहाँ टिकट भरेर, अनि ध्यान दिनुपर्ने कुरा ट्याप गर्दा चाहिँ इन्ट्रीमा चाहिँ सबैको प्रत्येकपल्ट ट्याप गर्नुपर्ने हुन्छ, नत्र चेकिङमा अप्ठ्यारो हुनसक्छ। यसलाई क्यान्सल गरेर अब चाइल्डको देखाउँछु, जुन चाहिँ 7 देखि 14 वर्षको भनेको छ। यसमा चाहिँ जस्ट मन्थली एकपल्ट एक्टिभेट मात्र गर्नुपर्छ, पे गर्नु पर्दैन।
अनि त्यो कार्ड भित्र लाउने बित्तिकै यसरी रिसिप्ट चाहिन्छ भन्छ अपरेसनको, यस भन्ने। त्यस पछाडि मुनिपट्टि बक्समा रिसिप्ट आउँछ। बच्चाको चाहिँ महिनामा एकपल्ट यसरी एक्टिभेट गर्नुपर्ने हुन्छ। अब म खोबेनको हेर्छु, युथको, जुन चाहिँ 15 देखि 25 वर्ष भनिएको छ। यसमा पनि त्यो भित्र लाउने बित्तिकै यस्तो अप्सनहरू आउँछ। सेम यो अप्सनहरू भर्न सकिन्छ, मल्टी कार्डमा जसरी भरिएको थियो अप्सनहरू त्यसरी भरेर ट्राभल गर्न पनि मिल्छ, अरूलाई पनि आफूसँग ट्राभल गराउन मिल्छ। यो टिकटमा भरेर म चाहिँ 30 डेको हेर्छु, प्राइस 10 युरो छ युथको लागि। अब 30 डेजको हो यो चाहिँ। यसमा अनलिमिटेड ट्राभल हुन्छ। तपाईँहरूले अब यसमा अप्सनलाई ओके गरेर पे गर्नुहोला अनि रिसिट लिनुहोला। अब म एडल्टको देखाउँछु। एडल्ट जुन चाहिँ 26 देखि 64 वर्षसम्मको भनिएको छ। यसमा तपाईँहरू फेरि सेम अप्सनहरू छ। यो सबै पर्सनल फोटोवाला कार्डहरूमा पनि 1 VK 10 VK सबै लिन सकिन्छ। यसरी तपाईँहरूले सबै कार्डमा ब्यालेन्स चेक गर्न सक्नुहुन्छ, अप्सनहरू हेर्नुहोस् होइन। अनि अरू अप्सनहरू कहाँ कहाँ ट्राभल गर्ने भनेर सबै छान्न सकियो। कम्बाइन्ड ट्राभलहरू गर्न सकियो, म्याड्रिड एरियाभित्र, म्याड्रिडभन्दा बाहिर, तर टिकटहरूको भेराइटीहरू हुन्छ। अब यसमा म चाहिँ 30 डेको यो मेम्बरसिप जस्तो भनौँ होइन, त्यो गर्छु। त्यो 32.70 जोन ए को है यो चाहिँ। अब तपाईँहरूले यो एरो चलाएर जोन ए बी सी होइन त्यसरी सबै चेक गरेर आफ्नो कहाँ ट्राभल गर्न सकिन्छ, कहाँ ट्राभल गर्नुहुन्छ कामको हिसाबले कसरी त्यो गर्नु होला। र यसरी फर्दर ओके गर्दै अगाडि बढेपछि पे गर्ने अप्सन आउँछ। यसरी ब्याङ्क कार्ड अथवा मोबाइलबाट, नभए सेन्टहरू कलेक्सन छ भने यहाँभित्र पसाएर, नभए नोट्सहरू यसरी स्ट्रेट गरेर यहाँ पसाएपछि मेसिनले आफै लिन्छ र त्यो काउन्ट हुँदै जान्छ। तपाईँहरूले ट्राई गर्न सक्नुहुन्छ। र यसरी यो ब्याङ्क कार्ड पे गर्ने यो चाहिँ अब यसैमा पनि माथिबाट ट्याप गर्न सकियो। यसरी अप्सन हेर्नु होला, आफूले चलाएर हेर्नु होला। यदि यहाँहरू नयाँ हुन्छ थाहा छैन भने पे गरिसके पछाडि यसरी रिसिप्ट आउँछ। रिसिप्ट सँगसँगै तल रिटर्न मनी पनि आउँछ, त्यो कलेक्ट गर्नु होला। एकपल्ट चेक गर्नु होला तपाईँले छानेको र गरेको एमाउन्टहरू सबै ठिक छ छैन भनेर। त्यस पछाडि यो इन्ट्रादा सालिर भन्छ होइन, यहाँबाट इन्ट्री गर्नलाई चाहिँ यो हरियो राउन्डमा तपाईँले आफ्नो कार्डलाई ट्याप गरेर पस्नुपर्ने हुन्छ। यो स्टेसनमा चाहिँ अहिले यस्तो खालको मसिन छ, अरू पनि विभिन्न मसिनहरू देख्न सक्नुहुन्छ यहाँले। ट्राभल गर्दा यसरी ट्याप गरेर ओपन भएपछि पस्न सक्नुहुन्छ। यसरी तपाईँले आफ्नो कार्डहरू रिचार्ज गरेर सफलतापूर्वक यात्रा गर्नुहोला। कुनै ठाउँमा यस्तो खालको पनि इन्ट्री हुन्छ। यसमा चाहिँ सेम यो ग्रिन राउन्डमा चाहिँ सर्कलमा चाहिँ ट्याप गरेर यसलाई पुस गरेर इन्ट्री लिनुपर्ने हुन्छ भने अरू सजिलो खालको इन्ट्रान्सहरू पनि हुन्छ। अब यसरी तपाईँहरूले आफ्नो फोटोवाला कार्डमा सधैँ रिचार्ज गरेर मन्थली रिचार्ज गरेर ट्राभल गर्न सक्नुहुन्छ। यदि तपाईँहरू बाहिरबाट आउनु भएको छ म्याड्रिड भने त्यही मल्टी कार्ड 2.5 युरोको लिने, त्यस पछाडि त्यसैमा रिचार्ज भरेर 10 VK अथवा 1 2 3 4 कति VK हुन्छ आफ्नो जोन हेरेर रिचार्ज गर्दै सफलतापूर्वक यात्रा गर्नुहोला। बाँकी अर्को भिडियोमा भेट्नेछु। नमस्कार।